21 नम्बर ठीक छ अब साथीहरु यो हल्का युनिक क्वेशन छ के युनिक क्वेशन छ अब ठीक छ नि सपोज दैट 4/3 अगेन्स्ट भनेको विरोधमा यो रेशियो विरोधमा छ ठीक छ के हो म भन्छु तपाईहरु म लेखेको छु के सब एकदम मस्तै बुझाउँछु तपाईहरुलाई x को दिएको छ 40 इयर्स अहिले चाहिँ 40 इयर्स एजमा छ मान्छे र त्यो 70 वर्षमा जान 70 वर्षसम्म जिउन बाँच्न खोजिरहेछ ठीक छ नि ओके र अर्को मान्छेको रेशियो फेभरमा छ यहाँको एगेन्स्टमा त यहाँ फेभरमा छ ठीक छ नि यो मान्छे पनि के छ त अहिले 35 सालको छ र 65 सालसम्म बाँच्न चाहिन्छ ठीक छ बाँच्न खोजिरहेछ ठीक छ ओके फाइन्ड द चान्स दैट बोथ अफ देम विल अलाइभ 30 इयर्स हेन्स 30 सालपछि दुईटै अलाइभ हुने चान्स कति छ र एट लिस्ट one of them will alive 30 years hence okay के छैन अब साथीहरु यहाँ एउटा ओड्स को कन्सेप्ट आउँछ ठीक छ नि ओके ओड्स हेर्नु साथीहरु ओड्स भने के हुन्छ फेभरेबल आउटकम अपन अनफेभरेबल आउटकम ठीक छ नि त फेभरेबल माथि छ यो भयो इन फेभरमा यदि अनफेभरेबल आउटकम अपन फेभरेबल आउटकम हुन्छ नि यो भयो के एगेन्स्टमा ठीक छ नि विरुद्धमा मतलब एगेन्स्टमा भयो ठीक छ नि माथि जुन हुन्छ यो दुईटै हुन्छ यो ओड्स भनेको दुईटै हो हैन लेकिन जुन माथि हुन्छ नि यदि फेभरेबल माथि छ भने इन फेभर हुन्छ यदि अनफेभरेबल छ भने एगेन्स्ट हुन्छ ठीक छ नि यो साथीहरु के हो त ओड्स के हो त रेशियो हो के रेशियो हो ठीक छ ओके दुईटा मान्छे छ x अहिले 40 छ y अहिले 35 छ 30 सालपछि 70 जान्छ 30 सालपछि 65 मा जान्छ र फर्स्ट मान्छेको एगेन्स्ट वाला रेशियो दिएको छ यो रेशियो दिएको छ र y को फर्स्ट को यो एगेन्स्ट मा दिएको छ रेशियो ठीक छ नि y को यो फेभरलाई दिएको छ यो रेशियो दिएको छ ठीक छ के छैन अब साथीहरु एगेन्स्ट छ मतलब यो वाला रेशियो छ अनफेभरेबल आउटकम मतलब के यो भयो अनफेभरेबल आउटकम ठीक छ नि यो 4 भयो के अनफेभरेबल आउटकम मतलब के 40 अहिले छ उ 70 सम्म बाँच्न खोजिरहेछ त यो 4 अनफेभरेबल हो नि मतलब अनफेभरेबल मतलब के 4% चान्स छ डाई गर्नेको लागि मर्ने चान्स छ 4 मतलब टोटलमा 7 छ नि 4 3 7 चान्स छ र 4 भनेको फर्स्टमा 4 छ त्यो चाहिँ एगेन्स्ट हो अनफेभरेबल गर्छ एगेन्स्ट अनफेभरेबल हो एन्फेभरेबल मतलब के भयो प्रोबेबिलिटी अफ डाइङ हुने हो मतलब 40 त्यो 70 सम्म 4% चान्स छ कि त्यो जाँदैन 4 चान्स छ कि त्यो जाँदैन र 3 चान्स छ कि त्यो बाँच्छ 40 सम्म जान्छ 70 सम्म जान्छ न त्यही यसको मतलब रेशियो देख्नु पर्यो के यो रेशियो हेर्नु पर्यो कुन हिसाबले दिएको छ त्यो अनुसारले हुन्छ ठीक छ x एलाइभ त तलको फेभरेबल गर्दै छ त 3/7 त x डाई त माथिको अगाडिको अनफेभरेबल छ त 4/7 ठीक छ साथीहरु ओके यो अब त p ठीक छ नि प्रोबेबिलिटी p y एलाइभ त 5 हुन्छ साथीहरु यहाँ छ नि फेभरमा त फेभरेबल छ नि ओके त 5 चान्स छ कि त्यो फेभर गरिरहेछ त ओके 5/7 टोटल y डाई त 2/5 + 2 7 त 2/7 त यति आयो हाम्रो एलाइभ हुने डाई हुने प्रोबेबिलिटी अफ x र y को दुईटै ठीक छ नि ओके अब फर्स्टमा के छ दुईटै बाँच्छ 30 सालपछि दुईटै बाँचेको हुन्छ ठीक छ मतलब 70 पुग्छ र 65 पुग्छ दुईटै पुग्छ त ओके त प्रोबेबिलिटी अफ बोथ एलाइभ त ठीक छ नि त एलाइभ दुईटै लिनु पर्छ नि प्रोबेबिलिटी x एलाइभ y एलाइभ त x एलाइभ y एलाइभ ठीक छ कति आयो 3/7 त्यहाँको भ्यालु ठीक छ नि 5/7 त्यो आउने भ्यालु आन्सर ओके अर्को क्वेशन हो एट लिस्ट one of them alive 30 इयर्स हेन्स 30 सालपछि कम से कम एउटा बाँच्नु पर्यो दुईटै नबाँचे नि हुन्छ लेकिन एउटा है दुईटै के हुन्छ दुईटा मध्ये दुईटै बाँच्नु पर्यो या कि दुईटा मध्ये एउटा बाँच्नु पर्यो हैन एट लिस्ट 1 भनेको छ न ठीक छ अब साथीहरु यस्तो केसमा त दुईटै केस आउँछ हो कि नै हो त दुईटै केस आउँछ त भने के गर्छु म त्यस्तै होलबाट यदि बोथ डाई गरिदिन्छ भने त होलबाट पुराबाट म यदि बोथ डाई गरिदिन्छु भने त बाँच्ने सम्भावना आउँछ नि आउँछ त बाँच्ने सम्भावना के त मलाई थाहा छैन साथी मलाई यहाँ थाहा छ कि यहाँ रेशियो मलाई थाहा छ छैन यहाँ थाहा छ मलाई ओके 1 माइनस बोथ डाई त 4 र यहाँ 2/7 छ नि ओके एट लिस्ट 1 साथी यो दुईटैको हो के यो यहाँ एट लिस्ट 1 मतलब के दुईटै बाँच्न सक्छ या कि दुईटा मध्ये एउटा हुनु पर्यो त्यो एउटा यहाँ यसमा छैन नि एउटा के त्यो दुईटा सर्भर यति आउँछ 1 माइनस क्याल्कुलेसन गरेर यति आउँछ न ठीक छ
22 नम्बर यहाँ आयो वर्ड्स अब साथीहरु तपाईहरु बुझिहाल्नु भयो अब तपाईहरु त के भन्छ यस्तो क्वेशन आयो भने त गरि हाल्नुहुन्छ केही छैन द वर्ड्स दैट ए स्पीक ट्रुथ अब यहाँ साथीहरु एगेन्स्ट दिएको छैन कि एगेन्स्ट र फेभरमा दिएको छैन केही छैन एगेन्स्ट र फेभर दिएको छैन भने फेभरै बुझ्ने के ठीक छ ओके दैट स्पीक्स द ट्रुथ मतलब ट्रुथ बोल्छ यति र दुई चान्स के छ त झुटो बोल्छ ओके वर्ड्स दैट बी स्पीक ट्रुथ इज दिस मच 5:3 यति साँचो बोल्छ यति झुटो बोल्छ ओके इन व्हाट पर्सेन्टेज आन्सर निकाल्नु पर्यो on an identical point they are likely to contradict each other not contradict each other okay साथीहरु ट्रुथ बोल्छ कि बोल्दैन ठीक छ ए को कति दिएको छ 3:2 र बी को 5:3 ठीक छ नि ओके ठीक छ त पहिलेको ट्रुथ हो सेकेन्डको लाई हो त टी मतलब ट्रुथ यल मिस लाई ओके त प्रोबेबिलिटी अफ ट्रुथ ए को त 3 टोटल अपन 5 3/5 ओके लाई को त 2/5 ओके त्यस्तै गरी बी को के छ यहाँ 5/8 5 3 8 ओके प्रोबेबिलिटी अफ बी टेलिङ लाई के छ 3/8 ओके यति भयो न साथीहरु ट्रुथ कति बोल्छ र लाई कति बोल्छ आयो न प्रोबेबिलिटी ओके फर्स्टमा के भन्दैछ कन्ट्राडिक्ट इच अदर साथीहरु कन्ट्राडिक्ट के हुन्छ कन्ट्राडिक्ट मतलब के अपोजिट म झुटो बोल्छु मेरो साथी साँचो बोल्छ त कन्ट्राडिक्ट भयो नि या कि म साँचो बोल्छु या कि उ झुटो बोल्छ त कन्ट्राडिक्ट भइराछ नि यहाँ अपोजिट भइराछ नि मिलिराछ छैन त्यो के भयो त कन्ट्राडिक्ट ओके त दुईटा चान्स छ यहाँ या कि फर्स्ट ट्रुथ बोल्छ या कि सेकेन्ड लाई बोल्छ या कि फर्स्ट लाई बोल्छ या कि सेकेन्ड ट्रुथ बोल्छ दुईटा चान्स छ और यो या कि यो अरमा लास्ट और मतलब लास्टमा एड गर्नु पर्यो र यो दुईटाको मल्टिप्लाई गर्नु पर्यो ठीक छ त ए ट्रुथ बी लाई यति मल्टिप्लाई ए लाई बी ट्रुथ यति मल्टिप्लाई त दुईटा एड गर्छौ अब यति आउँछ हाम्रो त पर्सेन्टेजमा आन्सर चाहिएको हो आयो नि नोट कन्ट्राडिक्ट इच अदर मतलब एक आपसमा कन्ट्राडिक्ट गर्दैन हैन चल ठीक छ कन्ट्राडिक्ट गर्दैन मतलब सेम कन्ट्राडिक्ट सेम भयो भएन छ कन्ट्राडिक्ट या कि म झुटो बोल्छु या कि उ झुटो बोल्छ कन्ट्राडिक्ट गर्दैन नि ओके त ठीक छ बुझिहाल्नु भयो साथीहरु तपाईहरु ए लाई बी लाई फर्स्ट केस सेकेन्ड केस ए ट्रुथ बी ट्रुथ दुईटै ट्रुथ छ मतलब कुनै अपोजिट छैन त ओके सेम छ पी नोट कन्ट्राडिक्ट और छ यहाँ लास्टमा एडिसन हुन्छ यहाँ दुईटैको एडिसन हुन्छ र यो मल्टिप्लाई हुन्छ ओके यो र यो ओके मल्टिप्लाई हुन्छ यहाँ अब यो भ्यालु कहाँबाट आइरहेछ यहाँबाट आइरहेछ पर्सेन्टमा आन्सर चाहिएको मलाई त्यो म 100% मल्टिप्लाई गर्दैछु ठीक छ 23 नम्बर an item manufactured by company consider 3 parts okay एउटा आइटममा एउटा मसिनमा 3टा पार्ट छ ठीक छ र ए को डिफेक्टिभ चान्स यति हो बी को यति हो सी को यति हो न अब नट डिफेक्टिभ कसरी निकाल्नु त्यो 1 बाट घटाइदिन्छु नि यति आउँछ नि नट डिफेक्टिभ को एबीसी को ओके त के भन्छ यहाँ क्याल्कुलेट प्रोबेबिलिटी दैट आइटम विल नट बी डिफेक्टिभ मतलब 3टै काम गर्नु पर्यो न त 3टै काम गर्नु पर्यो यो प्रोबेबिलिटी एड गर्नुपर्छ मलाई मल्टिप्लाई गर्नुपर्छ नि ओके आयो यति दिस इन्टु दिस ओके ए नट डिफेक्टिभ बी नट डिफेक्टिभ सी नट डिफेक्टिभ ठीक छ ओके यति आयो बी डिफेक्टिभ ठीक छ नि यो म यो गर्छु अब मल्टिप्लाई गर्छु सबलाई ए ठीक छ बी डिफेक्टिभ साथीहरु यदि म यो यस्तो नि गरे नि हुन्छ हैन लेकिन म अलरेडी यहाँ निकालिरहेको छु नट डिफेक्टिभ को हैन त नट डिफेक्टिभ म यदि 1 बाट म नट डिफेक्टिभ घटाइदिन्छु भने त बी डिफेक्टिभ आउँछ नि हो त्यही गरेको के त्यसमा पनि क्लियर भयो अब 24 नम्बर ठीक छ एउटा ब्यागमा 5टा ब्ल्याक छ 4टा व्हाइट बल छ ठीक छ र दुईटा बल म निकाल्छु अब विथ रिप्लेसमेन्ट मतलब के भयो इन्डिपेन्डेन्ट इभेन्ट मतलब कुनै असर परिरहेको छैन ट्रायलमा फाइन्ड द चान्स दैट 2 balls डोन्ट आर ब्ल्याक बोथ कलर ठीक छ के छैन फर्स्टमा निकाल्छु त्यसपछि रिप्लेसमेन्ट विथ फेरि म फर्स्ट पनि निकालेर प्रोबेबिलिटी चेक गरेर फेरि रिप्लेस गर्छु र फेरि सेकेन्ड टाइम म निकाल्छु ठीक छ नि ओके त प्रोबेबिलिटी अफ ब्ल्याक कति छ 5/8 5/5 आएन 5 टोटल प्रोबेबिलिटी व्हाइट कति छ 4 टोटल ओके त फर्स्टमा बोथ ब्ल्याक कति साथीहरु बोथ ब्ल्याक छ नि फर्स्टमा पनि ब्ल्याक सेकेन्डमा पनि ब्ल्याक हैन त ठीक छ त 5/9 र म रिप्लेस गरिरहेछु त के फरक पर्दैन यहाँ 5/9 सेम हुन्छ आन्सर यति आयो हाम्रो बोथ व्हाइट रिप्लेस गर्दैछु त व्हाइट को यति छ यहाँ यति आयो ठीक छ
सेम कलर या कि दुईटै ब्ल्याक हुन्छ या कि दुईटै व्हाइट हुन्छ त्यही हो नि र अर छ यहाँ या कि यो हुन्छ या कि यो हुन्छ ठीक छ नि त अर छ साथीहरु एड गर्नुपर्छ नि त ठीक छ यो मल्टिप्लाई यो एड त ठीक छ बोथ p अफ सेम कलर p बोथ ब्ल्याक प्लस p बोथ रेड प्लस किन आइरहेछ साथीहरु बुझिहाल्नु भयो तपाईहरु यहाँ छ नि बोथ ब्ल्याक बोथ व्हाइट एडा आयो नि आन्सर हाम्रो ओके ठीक छ सेम कलर भयो डिफरेन्ट कलर साथीहरु टोटलबाट म सेम कलर घटाइदिन्छु भने त डिफरेन्ट कलर आउँछ नि अपोजिट वाला यो साथी यो कन्सेप्ट इजी हुन्छ के लगाउन त्यही भएर यो कतिको लाग्छ नि त्यतिको त्यो सोचेर लगाउनु होला त 1 बाट म p सेम कलर घटाइदिन्छु भने डिफरेन्ट कलर आइहाल्छ हो ठीक छ 24 नम्बर क्वेशन 24 त भयो 25 ठीक छ अब बास्केट कन्टेस्ट 8 एप्पल्स ठीक छ 8 एप्पल छ तीनटा ब्याट छ ठीक छ तीनटा ब्याट छ यो 8 एप्पल्समा तीनटा ब्याट छ त गुड कति निस्किन्छ त 8 - 3 घटाइदिन्छ भने 5 गुड आइहाल्छ ओके 1/1 विदाउट रिप्लेस वा साथीहरु हेर्नुस् दुईपल्ट म निकाल्छु लेकिन रिप्लेस गर्दिन भने के हुन्छ डिपेन्डेन्ट इभेन्ट हुन्छ अब डिपेन्डेन्ट इभेन्ट हुन्छ न ठीक छ त फर्स्ट पिक विदाउट रिप्लेसमेन्ट सेकेन्ड पिक र जी गुड डिनोट गर्दैछ र बी ब्याड डिनोट गर्दैछ ठीक छ नि ओके त फाइन्ड द प्रोबेबिलिटी दैट बोथ गुड एप्पल्स ओके त फर्स्टमा गुड सेकेन्डमा गुड साथीहरु 5/8 र 4/7 के एउटा म निकालिसकेको छु र रिप्लेस गरेको छैन त के हुन्छ यहाँ 5 नभएर 4 हुन्छ यहाँ 8 नभएर 7 हुन्छ ठीक छ त यति आउँछ हाम्रो आन्सर 1 गुड र 1 ब्याड अब साथीहरु यहाँ दुईटा केस हुन्छ अब कि फर्स्ट गुड सेकेन्ड नन ब्याड सेकेन्ड ब्याड या कि फर्स्ट ब्याड सेकेन्ड गुड दुईटा केस छ यहाँ दुईटा केस छ और छ यहाँ और मतलब मल्टी एड हुन्छ यहाँ एड हुन्छ यहाँ र यसमा मल्टिप्लाई हुन्छ यसमा इन्टरनल मल्टिप्लाई हुन्छ यसमा ठीक छ नि फर्स्ट गुड सेकेन्ड ब्याड र उता रिप्लेसमेन्ट भइराछ रेशियो चेन्ज भइराछ यहाँ फर्स्ट ब्याड र सेकेन्ड गुड 5/7 ठीक छ नि ओके आयो ठीक छ साथीहरु क्याल्कुलेसन तपाईहरु हामी बुझिहाल्नुहुन्छ अब ठीक छ ओके यो के 3 को 3 नम्बर ठीक छ 1 गुड एन्ड 1 ब्याड ओके और सेकेन्ड नम्बरको बोथ ब्याड एप्पल्स ओके बोथ ब्याड एप्पल्स त फर्स्ट ब्याड सेकेन्ड ब्याड त फर्स्ट ब्याडमा त के हुन्छ त 3/8 अब सेकेन्ड एउटा म निकालिसकेको छु भने 3 मा यो 1 घट्यो भने 2 हुन्छ नि यहाँ र यहाँ पनि कम हुन्छ एक बल पनि कम भयो नि यहाँ टोटलमा 7 ओके आन्सर आयो हाम्रो ठीक छ पुरै क्लियर भयो न ठीक छ के छैन 26 नम्बर ती अर्न कलस 5टा व्हाइट छ 7 ब्ल्याक छ ठीक छ एउटा अर्नमा र अर्को अर्नमा के छ 7 व्हाइट छ ठीक छ र 8 ब्ल्याक छ ठीक छ नि साथीहरु हेर्नु W2 लेखेको छु यहाँ के मतलब अर्न 2 को हो यहाँ B2 छ मतलब अर्न 2 को हो W1 र B1 अर्न 1 को ठीक छ के छैन ओके के भनिरहेछ 1 बल इज ड्रन र्यान्डम फ्रम द फर्स्ट अर्न मतलब यो अर्न फर्स्ट बाट म एउटा र्यान्डमली म जिक्छु र यो सेकेन्ड क्लासमा म दिइहाल्छु ठीक छ नि दिन्छु ओके ठीक छ विदाउट नोटिसिङ म कलर म नोटिस गर्दिन म आँखा बन्द गरेर म निकाल्छु यसरी दिन्छु ठीक छ नि ओके अ बल इज देन ड्रन एट र्यान्डम फ्रम द सेकेन्ड अर्न अब म सेकेन्ड अर्न बाट बल एउटा बल म जिक्छु सेकेन्ड अर्न बाट एउटा बल म जिक्छु ठीक छ निकाल्छु व्हाट इज द प्रोबेबिलिटी दैट इट इज व्हाइट अब ठीक छ सेकेन्ड अर्न बाट म एउटा बल जिक्छु त कति व्हाइट हुने प्रोबेबिलिटी कति छ न ठीक छ नि साथीहरु ओके मतलब म पहिला फर्स्ट अर्न बाट ट्रान्सफर गर्छु त्यसपछि म सेकेन्ड अर्न बाट बल निकाल्छु र त्यसको व्हाइट को प्रोबेबिलिटी कति छ त्यो चाहिँ चेक गर्छु यही हो हाम्रो क्वेशन ओके ठीक छ त ठीक साथीहरु त फर्स्ट केस म जब दुईटा केस अब साथीहरु यहाँ दुईटा केस हुन्छ या कि म व्हाइट बल ट्रान्सफर गर्छु पहिला या कि म ब्ल्याक बल ट्रान्सफर गर्छु दुईटा केस मात्रै आउँछ नि यहाँ चल ठीक छ त फर्स्ट केस जब म व्हाइट बल ट्रान्सफर गरे बी मा यो अर्न 2 मा त के हुन्छ यहाँ व्हाइट बल को नम्बर यहाँ सेकेन्ड अर्न मा चेन्ज हुन्छ बढ्छ नि पहिला त्यो 7 अब एकटा अर्न 1 बाट आयो त 8 हुन्छ नि ओके त टोटल बल इन 2 कतिटा भयो त पहिला त्यो 15 7 9 14 15 त 15 प्लस 1 16 भयो ठीक छ ओके त प्रोबेबिलिटी अफ व्हाइट मतलब यो सेकेन्ड अर्न बाट म जब यो व्हाइट बल जिक्ने प्रयास गर्छु त्यसको प्रोबेबिलिटी कति छ यो भयो फर्स्ट केसको यो एक मतलब फर्स्ट केसको ठीक छ नि त व्हाइट बल फ्रम 2 केस 1 यो केस 1 मा के हुन्छ यहाँ probability of white from this अर्न 2 given that or we can say transferred given the transferred ball is from white
व्हाइट ओके कति आयो प्रोबेबिलिटी हाम्रो व्हाइटको प्रोबेबिलिटी कति आयो 8 छ जम्मा 8 छ अपन टोटल कति छ 16 त 1/2 आयो ठीक छ अब सेकेन्ड केस साथीहरु के हुन सक्छ याकि म ब्ल्याक बल ट्रान्सफर गर्छु यो ब्ल्याक बल अर्न 2 मा ओके ट्रान्सफर गर्यो त ब्ल्याक इन 2 म त अर्न 2 मा त के छ यहाँ 8 + 1 पहिला थियो ब्ल्याक 8 अहिले 1 गरे 9 टा ब्ल्याक भयो नि ओके टोटल बल कति वटा छ पहिला थियो 15 अहिले 1 8 भयो भने 16 न साथीहरु 16 भयो ठीक छ त प्रोबेबिलिटी अफ व्हाइट टु व्हाइट फ्रम द अर्न 2 सेकेन्ड केस ओके के हुन्छ साथीहरु व्हाइटमा त कुनै बदलाव आउँदैन यहाँ 7 वटा 7 वटा हुन्छ किनकि त्यहाँ म ब्ल्याक बल ट्रान्सफर गरेको छु त 7 के हुन्छ व्हाइट को त नम्बर चाहिँ चेन्ज भएन बलको ओके त 7/16 ओके त यो दुईटा केस हाम्रो हुन्छ या कि दिस हो कि नै हो त और आयो वाला और आउँछ या कि फर्स्ट केस हुन्छ कि सेकेन्ड केस हुन्छ हैन ओके साथीहरु युजिङ द ल अफ टोटल प्रोबेबिलिटी म तपाईलाई भनिसकेको छु यो भने के हो ठीक छ अब म प्रोबेबिलिटी अफ व्हाइट टोटल प्रोबेबिलिटी कति हुन्छ कसरी निकाल्ने त प्रोबेबिलिटी अफ व्हाइट दिस किनकि त और छ नि और या कि फर्स्ट केस या कि सेकेन्ड केस यो फर्स्ट केस यो सेकेन्ड केस हो और छ बीचमा या कि यो हुन्छ कि यो हुन्छ त और भयो बीचमा एड हुन्छ ठीक छ एड भयो यो भ्यालु हो ठीक छ नि यो W2 W1 यहाँ छ र W2 B1 यहाँ छ ब्ल्याक ट्रान्सफर गरेको र मल्टिप्लाई गर्नुपर्छ W व्हाइट 1 बाट या यहाँ मल्टिप्लाई गर्नुपर्छ ब्ल्याक 1 बाट किन मल्टिप्लाई गर्नुपर्छ किनकि त टोटल आउटकममा फरक पर्छ त्यही भएर मल्टिप्लाई गर्नुपर्छ ठीक छ यो म त्यो थ्योरी वाला लेक्चरमा एकदम मस्तले तपाईहरुलाई बुझाएको छु ठीक छ यति आउँछ यो बाट यति आउँछ के भन्छ यति आउँछ ठीक छ यति आयो म त रेशियो मिलाउनको लागि म 8 लिएर मल्टिप्लाई गरेको छु यहाँ ठीक छ नि 192 ठीक छ रेशियो मिल्यो अब एड हुन्छ यहाँ फाइनली हाम्रो आन्सर यति आयो ठीक छ साथीहरु 26 नम्बर एकदम मस्तले क्लियर भयो ठीक छ और 27 नम्बर ओके ठीक छ साथीहरु हेर्नुस् त यो क्वेशन सिम्पल नै रहेछ के द कोस्ट अफ मेडिकल केयर इन नर्थ अमेरिका साथीहरु यहाँ स्टोरी दिएको छ आर इन्क्रिजिङ फास्टर ओके देन इन्फ्लेसन बाप रे बाप विथ द बेबी बूम जेनेरेसन ओके नयाँ जेनेरेसन सुन टु नीड हेल्थ केयर केही छैन हेल्थ केयर लिनु पर्यो बच्चाहरुलाई इट बिकम्स इम्पेरेटिभ दैट कन्ट्रीज फाइन्ड वेज टु रिड्युस बोथ कोस्ट एन्ड डिमान्ड त यस्तो गर्नु पर्यो नि ओके द फ्लोइङ टेबल लिस्ट द जोइन्ट प्रोबेबिलिटी मतलब के दुईटा जोइन्ट मतलब दुईटा अब भनिसकेको जोइन्ट भने के हो थ्योरीमा विथ स्मोकिङ एन्ड लङ्स डिजिज आर एमङ 60 to 70 इयर ओल्ड मतलब यति एज रेन्जको मान्छे थियो के त्यहाँ ठीक छ ओके त्यहाँ यति एज ग्रुपको मान्छेको प्रोबेबिलिटी निकालेको छ ठीक छ नि ओके लङ डिजिज छ लङ डिजिज छैन स्मोकर हो स्मोकर होइन ठीक छ केही छैन र यो एज ग्रुपमा म एउटा मान्छे निकाल्दै छु र्यान्डमली ठीक छ नि ओके व्हाट इज प्रोबेबिलिटी अफ द मेकिङ व्हाट इज द प्रोबेबिलिटी अफ द फ्लोइङ इभेन्ट्स अब कति हुन्छ प्रोबेबिलिटी यो जुन दिएको छ इभेन्ट्सहरु त्यसको प्रोबेबिलिटी कति हुन्छ न त ठीक छ केही छैन ही इज ए स्मोकर ओके वन म्यान सिलेक्टेड र्यान्डमली एकपल्टमा म एउटा मान्छे जित्दै छु ठीक छ त पी ही इज ए स्मोकर साथीहरु स्मोकरलाई लङ डिजिज हुन सक्छ या कि स्मोकरलाई लङ डिजिज हुन सक्दैन ओके त ठीक छ दुईटा केस आइरहेछ यो साथीहरु प्रोबेबिलिटी नै हो नि यो त प्रोबेबिलिटी नै हो नि त्यो प्रोबेबिलिटी के छ यहाँ दिएको छ नि यहाँ लिस्ट अफ जोइन्ट प्रोबेबिलिटिज दिएकै छ ओके त स्मोकर त यो लङ डिजिज वाला नट लङ डिजिज वाला यति एड भएर अब सेकेन्डमा के भन्दैछ इट डजन्ट ह्याभ लङ डिजिज छैन साथीहरु लङ डिजिज छैन त यो भयो नि ठीक छ के भन्छ यहाँ ही हैज लङ डिजिज गिभन दैट ही इज ए स्मोकर ओके स्मोकर हो र उसलाई लङ डिजिज छ ठीक छ नि स्मोकर हो र उसलाई लङ डिजिज छ त के हुन्छ साथीहरु अब यो के हो त कन्डिसनल प्रोबेबिलिटी हो कन्डिसनल प्रोबेबिलिटी रिप्रेजेन्टेटिभ के हुन्छ इन्टरसेक्सन यो लङ डिजिज एन्ड स्मोकर अपन स्मोकर यो मार्जिनल यो जोइन्ट प्रोबेबिलिटी र मार्जिनल प्रोबेबिलिटी त लङ डिजिज र स्मोकर हो त लङ डिजिज र स्मोकर हो त 0.12 ठीक छ नि यो म कन्डिसनल मार्जिनल र जोइन्ट म तपाईलाई म एक्जाम्पल दिएर सिकाएको थिएँ त पी स्मोकर के छ यहाँ 0.12 प्लस 0.19 एड गरेर त्यो छ नि स्मोकर हो र लङ डिजिज छ त्यो प्रोबेबिलिटी ओके ही हैज लङ डिजिज गिभन दैट ही डजन्ट स्मोक ओके नो स्मोकर स्मोक गर्दैन दिएको छ कि स्मोक गर्दैन र उसलाई लङ डिजिज छ त के हुन्छ त्यसको कन्डिसनल प्रोबेबिलिटीको रिप्रेजेन्टेसन अनुसार यो हुन्छ प्रोबेबिलिटी अफ लङ डिजिज एन्ड नो स्मोकर अपन मार्जिनल प्रोबेबिलिटी यो त कन्डिसनल प्रोबेबिलिटी भयो यो त मार्जिनल प्रोबेबिलिटी भयो ठीक छ नि ओके त लङ डिजिज र नो स्मोकर त नो स्मोकर र लङ डिजिज यो भयो नि
नो स्मोकर त के छ यहाँ यो प्लस यो दुईटा आयो नि प्रोबेबिलिटी हाम्रो ओके एकदम मस्तले क्लियर भयो ठीक छ ओके 28 नम्बर ओके ठीक छ टेबल समराइज रिजल्ट अफ द अल ड्राइभिङ टेस्ट टेकन ड्राइभिङ टेस्ट सेन्टरको यहाँ डेटा दिएको छ हैन ठीक छ के छैन मेल छ फिमेल छ पास फेलको छ यहाँ ठीक छ नम्बर यहाँ मेलको टोटल छ फिमेलको टोटल छ र टोटल पास छ साथीहरु यहाँ कन्टिजेन्सी टेबलमा तपाईले देखाएको थियो नि हो के यहाँ टोटल छ ठीक छ टोटल पार्टिसिपेन्ट ठीक छ मेल फिमेलको यहाँ पासको टोटल छ फेलको टोटल छ ठीक छ मेलको टोटल छ यहाँ फिमेल टोटल छ ठीक छ के यहाँ के भन्दैछ यहाँ अ पर्सन इज चुजेन एट र्यान्डम ठीक छ र्यान्डमली चुज गर्दैछ फ्रम दोज हु टुक देयर टेस्ट दैट वीक के छैन ठीक छ फर्स्टमा के भन्दैछ फाइन्ड द प्रोबेबिलिटी दैट द पर्सन ओके पास द ड्राइभिङ टेस्ट ठीक छ नि ड्राइभिङ टेस्ट मतलब पास गर्दैछ न त पासको यहाँ छ मेलमा यति छ फिमेलमा यति छ मात्र यहाँ के भनेको छ त पास द ड्राइभिङ टेस्ट त ठीक छ के छैन त फर्स्टमा पास द ड्राइभिङ टेस्ट मेल होस् फिमेल होस् मलाई मतलब छैन हैन त ठीक छ त टोटलमा कति पास भयो 75 अपन टोटल मान्छे कति छ 99 छ नि यहाँ यति आउँछ नि प्रोबेबिलिटी ठीक छ ओके सेकेन्ड नम्बर के भन्दैछ यहाँ वाज फिमेल ओके फिमेल हो ठीक छ वाज फिमेल हु फेल्ड हर ड्राइभिङ टेस्ट मतलब फिमेल हो ठीक छ यो फिमेल हो नि यो यति फिमेल हो नि र ड्राइभिङ टेस्टमा फेल छ त के हुन्छ यहाँ त फेल त 15 फेल छ अपन टोटल ओके आयो हाम्रो प्रोबेबिलिटी 15 अपन 98 आयो न ठीक छ बी नम्बर अ मेल इज चुजेन ठीक छ मेल चुज भयो छ ठीक छ नि मेल इज चुजेन ठीक छ नि मेल चुज भएको छ ठीक छ मेरो ठीक छ मेल इज चुजेन यो मेल चुज भयो ठीक छ व्हाट इज द प्रोबेबिलिटी ओके प्रोबेबिलिटी कति छ दैट ही डिड नॉट पास द टेस्ट मतलब टेस्ट पास गरेन साथीहरु मेल चुज गरेको छ के फिमेललाई चुज गरेकै छैन ठीक छ नि त व्हाट इज द प्रोबेबिलिटी दैट ही डिड नॉट पास द टेस्ट त पास कति भएको छैन 8 टोटल कति मेल छ त 5 अति 40 त 8 अपन 40 आयो नि कति आउँछ 8 5 40 1.5 0.2 हाम्रो प्रोबेबिलिटी आयो न ठीक छ अब सी नम्बर फाइन्ड द प्रोबेबिलिटी ठीक छ दैट द पर्सन चुजेन इज फिमेल ठीक छ फिमेल छ ठीक छ नि गिवन दैट द पर्सन और पर्सन भनेको यहाँ मेल फिमेल दुईटै छ के मेल फिमेल दुईटै छ पर्सन पास द टेस्ट ओके टेस्ट कति पास भएको छ यहाँ 75 त 75 पास भएको छ ठीक छ नि 75 पास भएको छ ठीक छ नि त 75 पास गिवन दैट द पर्सन पास द टेस्ट 75 छ पास 75 छ र त्यसमा फिमेल कति छ 43 पास छ के भनिरहेछ यहाँ फाइन्ड द प्रोबेबिलिटी दैट द पर्सन चुजेन इज फिमेल ठीक छ फिमेल हो गिवन दैट द पर्सन पास द टेस्ट ठीक छ नि साथीहरु यो जुन टेबल छ नि यो टेबल ठ्याक्कै म एक्जाम्पल त्यहाँ कन्डिसनल मार्जिनल र जोइन्टमा म एकदम सिकाएको त्यहाँ गरि के हुन्छ यहाँ 43 फिमेल पास छ र जम्मा पास पर्सन मेल फिमेल मिलाएर यति छ आयो नि प्रोबेबिलिटी आयो नि आयो फाइन्ड द प्रोबेबिलिटी दैट द पर्सन इज मेल ठीक छ मेल हो और पास द टेस्ट और छ यहाँ और आयो भने के युनियन हुन्छ नि मेल छ र पास द टेस्ट ओके त मेलको प्रोबेबिलिटी यति छ 40/90 टोटलमा पासको प्रोबेबिलिटी कति छ 75 पास अपन टोटलमा ठीक छ नि माइनस मेल हो र पास भएको छ कति छ यहाँ मेल हो र पास भएको छ कति आयो 32 छ नि यहाँ 30 अपन 98 टोटलमा साथीहरु यति क्याल्कुलेसन गरेर हाम्रो प्रोबेबिलिटी भ्यालु यति आउँछ न यति आउँछ प्रोबेबिलिटी भ्यालु ठीक छ 28 नम्बर न 29 नम्बर ठीक छ 29 नम्बर ठीक छ इन अ सर्टेन लोक्यालिटी ठीक छ हिन्दूज यति छ एच भनेको हिन्दू हो बी भनेको बुद्धिस्ट हो र दुईटै इक्वल छ के हिन्दूज र बुद्धिस्ट दुईटै इक्वल छ ठीक छ के छैन हिन्दूजको नम्बर र बुद्धिस्टको नम्बर इक्वल छ ठीक छ नि हो र दुईटैको एड गरेर हैन दुईटैको एड गरेर n हो ठीक छ नि दुईटैलाई एड गरेर पनि n हो भने h र b को बिना फरक h को कति र b को कति n/2 हो कि न दुईटै एड गरेर म n मान्छु भने र दुईटै बराबर छ भने एउटा कति हुन्छ n/2 यसको बुद्धिस्ट के हुन्छ n/2 ठीक छ b भनेको भेजिटेरियन n b भनेको नन भेजिटेरियन ठीक छ त प्रोबेबिलिटी अफ हिन्दू कति हुन्छ यहाँ n/2 अपन n टोटलमा प्रोबेबिलिटी अफ बुद्धिस्ट कति हुन्छ यहाँ n/2 पनि त ठीक छ हिन्दू प्रोबेबिलिटी आयो बुद्धिस्टको प्रोबेबिलिटी आयो न ठीक छ ओके
साथीहरु क्वेशनमा के भन्दैछ अ पर्सन इज सिलेक्टेड एट र्यान्डम ओके एउटा पर्सन र्यान्डमली सिलेक्ट गरेको छ ठीक छ के व्हाट इज द प्रोबेबिलिटी ठीक छ ओके अ पर्सन इज सिलेक्टेड एट र्यान्डम फ्रम द राइट फन्ड टु बी ओके अब म एउटा पर्सनलाई सिलेक्ट गर्छु र त्यो पर्सन भेजिटेरियन हो ठीक छ नि अब त्यो कति पर्सेन्ट चान्स छ त्यो भेजिटेरियन मान्छे हिन्दू हो त्यो कति पर्सेन्ट चान्स छ कि कति चान्स छ प्रोबेबिलिटी छ कि त्यो बुद्धिस्ट हो त्यही नै हुने क्वेशन ओके द प्रोबेबिलिटी अफ भेजिटेरियन र हिन्दू हेर्न सक्ने यहाँ दिएको छ 20% र 30% के हो यो भेजिटेरियनको चान्स हो के हो त भेजिटेरियन हो र हिन्दू हो त 0.20 भेजिटेरियन हो र बुद्धिस्ट हो यति हो ठीक छ अब भेजिटेरियनको दिइहाल्यो भने त म निकालिहाल्छु नि नन भेजिटेरियनको हो त हिन्दू हो र नन भेजिटेरियन हो त 0.1 माइनस 0.20 त ओके यति आयो बुद्धिस्ट हो र नन भेजिटेरियन हो त्यति आयो कसरी आयो त सबट्र्याक्ट गरेर आयो त्यही हो के युजिङ द ल अफ टोटल प्रोबेबिलिटी ओ यो ल त तपाईहरुलाई थाहा छ ओके त नन भेजिटेरियन त के हुन्छ यहाँ दिस इन्टु दिस छ नि यहाँ दिस इन्टु दिस नन भेजिटेरियन अफ बुद्धिस्ट इन्टु बुद्धिस्ट यो मार्जिनल प्रोबेबिलिटी ओके त यति मल्टिप्लाई गरेर साथै यो ल अफ टोटल प्रोबेबिलिटी म तपाईहरुलाई भन्न सिकेछु त मस्तले ओके यति आउँछ हाम्रो टोटल प्रोबेबिलिटी नन भेजिटेरियन ओके अब के भन्दैछ क्वेशनमा व्हाट इज द प्रोबेबिलिटी दैट ही और सी इज हिन्दू मतलब नन भेज छ पर्सन सिलेक्टेड पर्सन नन भेज छ र कति पर्सेन्ट प्रोबेबिलिटी छ त्यो हिन्दू हो ठीक छ नि हो साथै यो बेज थ्योरम हो के यो बेज थ्योरम हो बेज थ्योरम म तपाईलाई सिकाएको छु हो के हुन्छ यहाँ एनबी यहाँ आउँछ र एच यहाँ आउँछ र एच यहाँ र टोटलमा यहाँ एनबी आउँछ ठीक छ अब यो यहाँबाट क्याल्कुलेट हुन्छ कहाँबाट एनबी एच यहाँबाट क्याल्कुलेट भयो एच छँदैछ यहाँबाट ठीक छ र टोटल प्रोबेबिलिटी यहाँबाट छँदैछ क्याल्कुलेट गर्ने हाम्रो ओके अब सेकेन्ड भयो बुद्धिस्टको लागि ठीक छ त प्रोबेबिलिटी अफ बुद्धिस्ट गिभन दैट द पर्सन इज नन भेजिटेरियन ओके त यो बेस थ्योरमबाट यस्तो आउँछ कहाँबाट आउँछ त बेस थ्योरमबाट आउँछ ओके यहाँ छ यो भ्यालु ठीक छ 0.5 यहाँ छ ठीक छ यो कहाँबाट आयो ल अफ टोटल प्रोबेबिलिटीबाट आयो ठीक छ ओके 29 नम्बर क्वेशन क्लियर भयो ठीक छ नि ओके साथीहरु म तपाईहरुलाई यहाँ जोइन्ट प्रोबेबिलिटीबाट म तपाईलाई यहाँ सिकाउँछु हेर्नु साथीहरु म तपाईलाई जोइन्ट प्रोबेबिलिटी भनेको थिएँ नि बेस थ्योरममा ओके यो यहाँ प्रोबेबिलिटी हुन्छ के यहाँ प्रोबेबिलिटी हुन्छ यो यहाँ यो जुन ट्री डायग्राम छ नि प्रोबेबिलिटी ट्री डायग्राम हो यसमा प्रोबेबिलिटी यसरी लेख्नु पर्छ के यहाँ छुटेको छ तपाईहरु लेख्नु होला ठीक छ नि केही छैन ओके हिन्दूको प्रोबेबिलिटी यति छ बुद्धिस्टको यति छ हिन्दू हो र भेजिटेरियनको मतलब हिन्दूमा भेजिटेरियनको प्रोबेबिलिटी 0.20 हिन्दूमा नन भेजिटेरियन प्रोबेबिलिटी यति छ बुद्धिस्टमा भेजिटेरियन प्रोबेबिलिटी यति छ बुद्धिस्टमा नन भेजिटेरियन प्रोबेबिलिटी यति छ ठीक छ नि ओके र यो दुईटालाई मल्टिप्लाई गर्छु भने जोइन्ट प्रोबेबिलिटी आउँछ यो 6 तपाईहरु आउँछ यो त केही छैन बेस थ्योरमबाट यो फर्मुला आउँछ ठीक छ प्रोबेबिलिटी अफ हिन्दू गिभन दैट द पर्सन इज भेजिटेरियन प्रोबेबिलिटी अफ बुद्धिस्ट गिभन दैट द पर्सन इज नन भेजिटेरियन ठीक छ यो दुईटा फर्मुला बेस थ्योरमबाट आउँछ हैन साथीहरु अब यो भ्यालु फाइन्ड गर्नको लागि म यहाँबाट युज गरिहाल्छु युज गर्छु न हेर्नु साथीहरु नन भेजिटेरियन हिन्दू र हिन्दू यो भ्यालु यहाँ राख्छु नि म अब ठीक छ नि अब यो भ्यालु म यहाँ मल्टिप्लाई गरेर यति आउँछ त यति आएपछि म यहाँ राख्दिन्छु भ्यालु यो नन भेजिटेरियन वाला के छ यहाँ छ नन भेजिटेरियन यहाँ छ नन भेजिटेरियन र यो दुईटैलाई एड गर्छु भने के ल अफ टोटल प्रोबेबिलिटी त्यो भइहाल्छ ल अफ टोटल प्रोबेबिलिटीको आन्सर दिइहाल्छ मलाई यहाँ दिन्छ नि यसरी सोल्भ हुन्छ नि इजिली त्यो 20 नम्बर प्रोबेबिलिटी ट्री डायग्रामबाट यसरी सोल्भ हुन्छ ठीक छ अब 30 नम्बर ठीक छ 13 नम्बर क्वेशन ओके अ फ्याक्ट्री प्रोड्युस इलेक्ट्रिक बल्ब्स बाइ 3 मसिन ओके एउटा फ्याक्ट्रीमा 3टा मसिन छ र 3टा मसिन 3200 र 4500 बल्ब प्रोड्युस गर्छ पर डे ठीक छ नि ओके त पास्ट एक्सपिरियन्स अनुसार के गर्छ त ए ले यति % डिफेक्टिभ दिन्छ यति बी ले यति डिफेक्टिभ दिन्छ र सी ले यति डिफेक्टिभ दिन्छ ठीक छ नि ओके त फर्स्ट क्वेशन के भनिरहेछ ठीक छ ओके साथीहरु हेर्नुस् साथीहरु ए यति हो बी यति हो सी यति हो टोटलमा यति दिइरहेछ त प्रोबेबिलिटी म निकालिहाल्छु त 3000 upon 10000 त प्रोबेबिलिटी अफ बी निस्किन्छ साथीहरु यहाँ प्रोबेबिलिटी को साइन दिन यहाँ छुटेको छ के तपाईहरु त्यो लेख्नु होला त ठीक छ 3000 upon 10000 त 0.3 त्यस्तै गरी 2500 upon 10000 यति प्रोबेबिलिटी सी को प्रोबेबिलिटी 4500 upon 10000 यति आउँछ प्रोबेबिलिटी ओ ठीक छ ए को डिफेक्टिभ चान्स कति छ 2/100
त 0.02 3% मतलब 0.03 सी को 0.04 4% छ नि ओके के छैन ओके त के भन्छ साथीहरु फर्स्टमा अ बल्ब इज सिलेक्टेड एट र्यान्डम ठीक छ एउटा बल्ब फ्रम अ डेज टोटल पपुलेसन मतलब एक दिन जति प्रोड्युस गर्यो नि त्योबाट ठीक छ ओके फाइन्ड द प्रोबेबिलिटी दैट इट इज डिफेक्टिभ त्यो डिफेक्टिभ कति टोटल प्रोबेबिलिटी भनेको छ नि डिफेक्टिभ म त्योबाट कुनै बल्ब निकाले भने त्यो डिफेक्टिभको प्रोबेबिलिटी कति छ त्यो भनेको छ नि ओके त ठीक छ त फ्रम द प्रोबेबिलिटी ट्री डायग्राम त ठीक छ यो भयो डिफेक्टिभ यो भयो डिफेक्टिभ यो भयो डिफेक्टिभ त तीनटाको एड गर्दिन्छु म त एज एन प्रोबेबिलिटी डिफेक्टिभको टोटल प्रोबेबिलिटी फ्रम प्रोबेबिलिटी ट्री डायग्राम ओके ठीक छ फर्स्ट नम्बर क्वेशन क्लियर भयो न ठीक छ अ बल्ब इज ड्रोन एट र्यान्डम फ्रम अ डेज टोटल प्रोडक्सन ओके फाउन्ड टु बी डिफेक्टिभ म एउटा के हुन्छ बल्ब निकाल्छु र त्यो बल्ब डिफेक्टिभ हो ठीक छ नि हो त फाइन्ड द प्रोबेबिलिटी दैट इट वाज प्रोड्युस अब त्यो डिफेक्टिभ बल्ब कति प्रोबेबिलिटी छ त्यो मसिन ए बाट आउँछ कति पर्सेन्ट प्रोबेबिलिटी छ त्यो मसिन बी बाट आउँछ कति पर्सेन्ट प्रोबेबिलिटी छ कति प्रोबेबिलिटी छ त्यो मसिन सी बाट आउँछ हैन तीन हो ओके द प्रोबेबिलिटी अफ ए गिवन दैट द बल्ब इज डिफेक्टिभ त प्रोबेबिलिटी ट्री डायग्राम के भन्छ के बेज थ्योरम के भन्छ यति आउँछ यति आउँछ नि बेज थ्योरमबाट ओके त्यसैगरी प्रोबेबिलिटी अफ बी गिवन दैट द बल्ब इज डिफेक्टिभ यति आउँछ बेज थ्योरमबाट ठीक छ बेज थ्योरमबाट यस्तो आउँछ प्रोबेबिलिटी अफ सी गिवन दैट द बल्ब इज डिफेक्टिभ यति आउँछ बेज थ्योरमबाट रिप्रेजेन्टेसन ओके साथीहरु तपाईहरु यहाँको भ्यालु यहाँ राख्नुहुन्छ भने यो त भ्यालु निस्किसकेको छ यहाँ तपाईहरु यहाँ यो भ्यालुहरु यसको भ्यालुहरु यहाँबाट चुज गरेर तपाईले राख्नुहुन्छ भने ठ्याक्कै यति आन्सर आउँछ के यो तपाईहरु क्याल्कुलेट गरिहाल्नु ठीक छ नि ओके क्लियर भयो नि हो क्लियर भयो 31 नम्बर ओके तीनटा क्यान्डिडेट छ के एक्स वाइ जेड ओके ठीक छ त्यो मान्छे के हुन्छ क्याम्पस चिफको लागि उम्मेदवार छ ठीक छ नि क्याम्पस चिफको लागि उम्मेदवार हो तीनटा मान्छे एक्स वाइ जेड ओके देयर चान्स अफ बीइङ अपॉइंटेड टु बी द ओके अपॉइंटमेन्ट चान्स हो के 3 + 2 + 5 त टोटल चान्स यति छ न 5 3 8 10 टोटल चान्स 10 छ र प्रत्येक मान्छेको चान्स दिएको छ हैन ठीक छ त प्रोबेबिलिटी अफ एक्स कति हुन्छ 3/10 त प्रोबेबिलिटी वाइ कति हुन्छ 2/10 त प्रोबेबिलिटी जेड कति हुन्छ 5/10 त ठीक छ यति चान्स हो एपोइन्ट हुने चान्स यति छ ठीक छ नि ओके अब के भन्दैछ यहाँ यदि एक्स एपोइन्ट भयो भने यति % चान्स छ कि त्यो जियो इन्जिनियरिङ फ्याकल्टी जियो इन्जिनियरिङ प्रोग्राम कलेजमा लागू हुन्छ यदि वाइ भयो भने यति हुन्छ चान्स यदि जेड छ भने यति प्रोबेबिलिटी छ कि त्यो लागू हुन्छ जियो इन्जिनियरिङ कलेजमा ठीक छ नि ओके त ठीक छ जी भनेको जियो इन्जिनियरिङ प्रोग्राममा डिनोट गरेको छु ठीक छ नि त प्रोबेबिलिटी एक्स यति छ वाइ को यति छ जेड को यति छ ठीक छ ओके अब क्वेशन सा के भन्दैछ यदि जियो के भन्छ एक्स वाला क्यान्डिडेट चुज भयो भने जियो इन्जिनियरिङ को प्रोबेबिलिटी कति हुन्छ यति हुन्छ वाइ चुज भयो भने जियो इन्जिनियरिङ को प्रोबेबिलिटी यति हुन्छ जेड चुज भयो भने जियो इन्जिनियरिङ प्रोग्राम यति प्रोबेबिलिटी यति हुन्छ न त ठीक छ ओके ठीक छ फ्रम द डायग्राम यस प्रोबेबिलिटी ट्री डायग्राम युजिङ बेज थ्योरम के हुन्छ यहाँ युजिङ बेज थ्योरम ठीक छ साथीहरु यो बेज थ्योरम हैन ल अफ टोटल प्रोबेबिलिटी ठीक छ नि ल अफ टोटल प्रोबेबिलिटी बेज थ्योरम त यहाँ युज गरेर नि ल अफ टोटल प्रोबेबिलिटी बाट यति आउँछ भ्यालु हो कि नै एड गर्छु म अब त प्रोबेबिलिटी अफ जियो इन्जिनियरिङ आउँछ नि ओके अब साथीहरु के भनेको छ यहाँ फर्स्ट क्वेशन त क्लियर भयो व्हाट इज द प्रोबेबिलिटी अफ द जियो इन्जिनियरिङ व्हाट इज द प्रोबेबिलिटी दैट द जियो इन्जिनियरिङ प्रोग्राम विल बी इंट्रोड्यूस्ड क्लियर भयो न अब सेकेन्ड भन्दैछ कि द प्रोग्राम वाज इंट्रोड्यूस्ड यदि प्रोग्राम इंट्रोड्यूस भइसक्यो न जियो इन्जिनियरिङ प्रोग्राम इंट्रोड्यूस भइसक्यो ठीक छ मानुस भइसक्यो इन द कलेज ओके व्हाट इज द प्रोबेबिलिटी दैट द क्याम्पस चीफ अपॉइंटेड एक्स वाज एक्स यदि जियो इन्जिनियरिङ प्रोग्राम कलेजमा लागू भइसक्यो भने कति प्रोबेबिलिटी छ कि त्यो एक्स क्यान्डिडेट एपोइन्ट भयो त्यही भन्दैछ क्वेशन हैन युजिङ बेज थ्योरम त ठ्याक्कै जी यहाँ आउँछ एक्स यहाँ आउँछ र एक्स यहाँ मल्टिप्लाई गर्ने टोटल प्रोबेबिलिटी अफ जी यो जी ओके कहाँबाट आयो बेज थ्योरमबाट आयो ठीक छ वाइ भ्यालु लेख्छु म यहाँबाट म भ्यालु चुज गर्न सक्छु जी एक्स 0.8 एक्स को भ्यालु यहाँ छ जी यहाँबाट छ भ्यालु ठीक छ यति यहाँको आन्सर हो न ठीक छ त्यसैले यहाँ ल अफ के हुन्छ ल अफ यहाँ टोटल प्रोबेबिलिटी हुन्छ यहाँ युजिङ बेज थ्योरम हुन्छ ठीक छ नि ओके
32 नम्बर ठीक छ सर्टेन डिजिज हुने चान्स प्रोबेबिलिटी यति छ मान्छेको डिजिज हुने सर्टेन चान्स यति छ ठीक छ नि ओके यति पर्सेन्टेज प्रोबेबिलिटी यति छ ठीक छ ओके त मेडिकल डायग्नोस्टिक टेस्ट एभेलेबल छ त्यो डिजिज टेस्ट गर्नको लागि यदि त्यो डिजिज मान्छेमा यदि प्रेजेन्ट छ भने यति पर्सेन्ट त्यो चान्स दिन्छ के यदि डिजिज प्रेजेन्ट छ भने त्यो टेस्टको इफिसियन्सी यति छ यदि डिजिज प्रेजेन्ट छैन यति साथीहरु यति मलाई दिएको छ हैन क्वेशनमा यति दिएको छ भने डिजिजको पर्सेन्टेज प्रोबेबिलिटी यति दिएको छ भने म 1 बाट माइनस घटाइदिन्छु भने यो घटाइदिन्छु भने त्यो आउँदैन नन डिजिजको डिजिज लागेको मान्छे डिजिज नलागेको मान्छे आउँदैन प्रोबेबिलिटी आउँछ 0.97 1 बाट यो घटाएर यति आयो न ठीक छ यदि डिजिज छ भने टेस्ट यति दिन्छ यदि डिजिज छैन भने त्यो पनि मेसिनले पोजिटिभ टेस्ट दिन्छ लेकिन त्यति इफिसियन्सीको साथ दिदैन हैन कति दिन्छ यहाँ डिजिज छैन भने टेस्ट यति दिन्छ डिजिज छैन भने टेस्ट यति दिन्छ न तब दुईटालाई मल्टिप्लाई गरिदिन्छु भने के हुन्छ जोइन्ट प्रोबेबिलिटी यति आउँछ नि दुईटालाई मल्टिप्लाई गर्छु भने जोइन्ट प्रोबेबिलिटी यति आयो ठीक छ ओके हामीले के भनेको छ फाइन्ड गर्न ओके सपोज द मेडिकल ठीक छ क्वेशनमा के भन्दै छ मान्छेले पोजिटिभ टेस्ट गर्यो न मान्छेको पोजिटिभ टेस्ट भयो ठीक छ नि अब कति प्रोबेबिलिटी छ त्यो मान्छे डिजिज मान्छ के त्यो मान्छेलाई डिजिज भएको छ टेस्ट त आयो पोजिटिभ कति पर्सेन्ट चान्स छ कि त्यो मान्छे डिजिज वाला हो के डिजिज वाला हो प्रोबेबिलिटी पर्सेन्ट हैन प्रोबेबिलिटी ठीक छ ओके त हामीले यो फाइन्ड गर्नु पर्यो टु फाइन्ड यो फाइन्ड गर्नु पर्यो यो कहाँबाट आउँछ त बेज थ्योरमबाट आउँछ यो रिप्रेजेन्टेसन यो कहाँबाट आयो त्यो बेज थ्योरमबाट आयो त ठीक छ तपाईहरु आउँछ बेज थ्योरम यो योबाट पढ्नु भयो ठीक छ युजिङ लग टोटल प्रोबेबिलिटी त टेस्ट के यो मलाई चाहियो नि हो त टोटल प्रोबेबिलिटी युज गरेर यहाँबाट म के हुन्छ त क्याल्कुलेट गरिहाल्छु ठीक छ क्याल्कुलेट भयो हो नि यहाँ क्याल्कुलेट भयो ठीक छ अब फ्रम ए यो ए बाट के हुन्छ अब यो भ्यालु म राख्छु यहाँबाट टीडी टीडीडी यस यो भ्यालु यहाँ हो यो भ्यालु यहाँ छ आयो नि हो हाम्रो यो प्रोबेबिलिटी ट्री डायग्राम कसरी युज गर्ने तपाईलाई एकदम मस्तले देखाइदिए अब अर्को क्वेशन ठीक छ ओके इट इज नोन दैट among all patient displaying a certain set of symptoms ठीक छ symptoms देखाइरहेछ पेशेन्टहरु the probability that they have particular disease is this much मतलब कुनै डिजिज छ त्यो प्रोबेबिलिटी यति छ के डिजिज हुने प्रोबेबिलिटी यति छ ठीक छ यो डी भनेको डिजिज हो र डी कम्प्लिमेन्ट भनेको के हो त नट डिजिज हो ठीक छ त डिजिज हुने यति छ त एकबाट म यति घटाइदिन्छु भने त नन डिजिजको आल्दैन आउँछ नि हो त डिजिज यतिले लागेछ 1 माइनस यति घटाइदिन्छु भने त यति आउँछ ठीक छ ओके ठीक छ और टेस्ट ठीक छ टेस्ट गर्यो मान्छेले त टेस्ट गर्दा त ओके यदि जुन मान्छेलाई डिजिज छ भने त्यो टेस्टको रिजल्ट कति छ टेस्टको प्रोबेबिलिटी कति आउँछ 90% मतलब के 98% मतलब के 0.98 यति छ ठीक छ यति आयो र जुन मान्छेलाई डिजिज छैन भने त्यसको पोजिटिभ टेस्टको प्रोबेबिलिटी कति आउँछ त 3% मतलब 0.03 ओके टी मतलब पोजिटिभ टेस्ट ठीक छ के छैन यति आयो ओके यो दुईटा मल्टिप्लाई गरिदिन्छु भने जोइन्ट प्रोबेबिलिटी आउँछ मल्टिप्लाई गरे यति आउँछ जोइन्ट प्रोबेबिलिटी ओके त भनेको के छ हामीलाई ठीक छ मानुस पोजिटिभ टेस्ट दियो एउटा मान्छेलाई म सिलेक्ट गरे र त्यो पोजिटिभ टेस्ट दियो हैन अब के भन्दै छ क्वेशनमा त्यो फाइन्ड द प्रोबेबिलिटी दैट पेशेन्ट हैज अब पोजिटिभ टेस्ट दियो पोजिटिभ टेस्ट दिइसकेको छ अब कति प्रोबेबिलिटी छ कि त्यो मान्छेले डिजिज छ बिमारी छ हैन हो त्यही भनेछ नि क्वेशनमा ओके त ठीक छ के छ टु फाइन्ड द पी अफ डिजिज गिवन दैट द टेस्ट इज पोजिटिभ ओके त साथीहरु अब यो कहाँबाट आयो बेज थ्योरमबाट आयो नि हो बेज थ्योरममा पढाइसकेको छु म ओके त टीडी इन्टु डी ओके ठीक छ त्यो टी कहाँबाट आउँछ यो युजिङ द ल अफ टोटल प्रोबेबिलिटी यो एड गर्छु भने के आउँछ पोजिटिभ टेस्टको के भन्छ प्रोबेबिलिटी आउँछ नि ओके यहाँबाट अब ठ्याक्कै यो भ्यालु कहाँबाट आउँछ यहाँबाट आउँछ नि यहाँ एड छ र यो प्रोबेबिलिटी यहाँ छ आयो नि प्रोबेबिलिटी ओके यहाँसम्म पुरै एक्सरसाइजको क्वेशन कम्प्लिट भयो न अब एक्जाम क्वेशन 2081 देखि 2081 देखि मतलब 2071 सम्म क्वेशनहरु तपाईहरुमा देखाउँछु ठीक छ दियो हो 2081 क्वेशन हेर्नु साथै के छ क्वेशनमा डिफाइन यो क्वेशन एक्जाममा हामीहरुलाई डिफिनेसन पनि सोध्छ के मतलब म्युचुअली एक्सक्लुसिभको यो जुन बेसिक टर्म छ नि त्यसको डिफिनेसन पनि सोध्छ के जस्तै डिफाइन म्युचुअली एक्सक्लुसिभ इभेन्ट
इन्डिपेन्डेन्ट इभेन्ट्स 5 मार्क्स सोध्छ यो न्युमेरिकल पनि हुन्छ यहाँ ठीक छ नि हो त न्युमेरिकल साथीहरु हेर्नुस् के छ यति मसिन दिएको छ न सर्टेन टाइप अफ मसिन दिएको छ ब्रेकडाउन काम नगर्ने प्रायोरिटी दिएको छ ठीक छ नि यो क्वेशन डिस्कस भइसकेको छ न एज्युम द परफर्मेन्स अफ द 3 मसिन इज इन्डिपेन्डेन्ट ठीक छ यो ब्रेकडाउन वाला मेसिन ब्रेकडाउन वाला क्वेशन भइसकेको छ 2081 क्वेशन भइसकेको छ ठीक छ ओके अब यो 2079 को यो वाला यो क्वेशन यो जुन पोइजन डिस्ट्रिब्युसन यो चाहिँ अर्को च्याप्टरको हो ठीक छ नेक्स्ट च्याप्टरको ठीक छ कि चाहिँ 2079 को अर्को क्वेशन डिफाइन कन्डिसनल प्रोबेबिलिटी ठीक छ तपाईलाई आउँछ यो ठीक छ नि आउँछ नि के भन्छ रेशियो अफ जोइन्ट प्रोबेबिलिटी र मार्जिनल प्रोबेबिलिटी दैट इज व्हाट कन्डिसनल प्रोबेबिलिटी यो भइसकेको छ ठीक छ यो के भन्छ यो पास फेल वाला यो ड्राइभिङ टेस्टमा भइसकेको छ यो क्वेशन पनि भइसकेको छ ठीक छ 2079 क्वेशन भइसकेको छ अब कुन क्वेशन छ ओके डिफाइन कन्डिसनल प्रोबेबिलिटी ओके सुटेबल एक्जाम्पल दिइसकेको छु ठीक छ नि के चाहिँ यहाँ डिजिज वाला पर्सेन्टेज डिजिज को पर्सेन्टेज र 99% पेशेन्ट को टेस्ट ला हो यो पनि क्वेशन भइसकेको छ ठीक छ म्युचुअल एक्सक्लुसिभ इभेन्ट ठीक छ भइसकेको छ यो पर्सेन्टेज सिटी यो कफी लाइक गर्ने यो बोथ यो पनि भइसकेको छ ठीक छ कन्डिसनल प्रोबेबिलिटी ठीक छ भइसकेको छ ओके के छ यहाँ मैन्युफैक्चरिंग फर्म एम्प्लॉइज टू एनालिटिकल प्लान्स ठीक छ यहाँ के भन्छ यो पनि यो के भन्छ डिफेक्टिभ प्लान 1 प्लान 2 यो पनि एकदम मस्तले यो फर्स्ट प्लान सेकेन्ड प्लान एकदम मस्तले मतलब भइसकेको छ लेकिन त्यहाँ अर्कै सिनारियो थियो ठीक छ यो पनि भइसकेको छ 2076 को कन्डिसनल प्रोबेबिलिटी भइसकेको छ समराइज ओके पास फेल यो पनि भइसकेको छ न 2076 को पनि भयो यो होला इलेक्ट्रिक बल्ब भर्खर भयो जस्तै न 20% डिफेक्टिभ 3% डिफेक्टिभ 4% डिफेक्टिभ यो पनि भइसक्यो साथै यो जुन छ नि यो वाला क्वेशन 75 को यो वाला क्वेशन यो चाहिँ अर्को च्याप्टरको हो त्यसैले यो अर्को च्याप्टरमा डिस्कस गर्छु ठीक छ ओके 75 क्वेशन अर्को होला XYZ कम्पनी ठीक छ 20 इयर्स डुइङ र्यान्डम सैम्पल 100 युनिट्स ठीक छ प्रोड्युस्ड के भन्छ यहाँ 5% लेबर सिग्निफिकेन्स साथै यो पनि यो दुईटा क्वेशन के हो त अर्को च्याप्टरको हो ठीक छ 25 को अर्को क्वेशन पोइजन डिस्ट्रिब्युसन ओके अर्को च्याप्टरको नेक्स्ट च्याप्टर डिफाइन इन्डिपेन्डेन्ट इभेन्ट्स भइसकेको छ कन्डिसनल प्रोबेबिलिटी पनि भइसकेको छ न 50 इयर ओल्ड को 60 सम्म बाँच्छ 0.83 यो ओल्ड वाला छ नि ओल्ड वाला फेभर वाला एगेन्स्ट भयो पनि एकदम मस्तले भइसकेको छ ठीक छ यो 2070 क्वेशन के भन्दै छ अल्फा दिएको छ यहाँ न यो अनदर च्याप्टरको ठीक छ ओके तीनटा मसिन छ ठीक छ नि अबोल्ड फ्याक्ट्री मसिन तीनटा मसिन छ ठीक छ नि ओके म्यानुफ्याक्चर 25% ठीक छ टोटल 5 र 4 2% के छ 2% आर डिफेक्टिभ रेस्पेक्टिभली यो डिफेक्टिभ पर्सेन्टेज दिएको छ ठीक छ नि यो प्रोबेबिलिटी अफ ए बी र सी दिएको छ डिफेक्टिभ पर्सेन्टेज दिएको छ त प्रोबेबिलिटी ट्री डायग्रामबाट यो क्वेशन सोल्भ भइहाल्छ ठीक छ यो पनि भइहाल्छ तपाईहरुलाई ठीक छ स्टेट द कन्डिसन स्टेट द एडिसन एन्ड मल्टिप्लिकेसन रुल्स अफ प्रोबेबिलिटी साथै यो एकदम मस्टली एक्जाम्पलको साथ भइसकेको छ ठीक छ 3 ग्रुप्स अफ चिल्ड्रन ठीक छ कन्टेन्ट 2 भयो तीनटा ग्रुपला क्वेशन यो पनि भइसकेको छ ठीक छ नि 1 चाइल्ड इज सेलेक्टेड र्यान्डम फ्रम इच ग्रुप ओके सिलेक्टिङ 1 बॉयज 2 को साथै यो एकदम मस्तले भइसकेको छ ठीक छ डिफाइन म्युचुअल एक्सक्लुसिभ इभेन्ट ठीक छ यो पनि डेफिनेसन त एकदम मस्त एक्जाम्पल दिएर बुझाएको छ ठीक छ इन फ्रुट बास्केट देयर आर 8 म्याङ्गोज र सर्टेन म्याङ्गो 8 म्याङ्गोज अफ ब्याड छ 8 म्याङ्गोज ब्याड छ 2 म्याङ्गोज पिक्ड अप randomly what is the probability that the both are good ठीक छ नि one good and one bad साथै हेर्नुस् त के छ इन अ फ्रुट बास्केट ओके 3 देयर आर 8 म्याङ्गोज ओके तीनटा ब्याड छ के 8 मध्ये तीनटा ब्याड छ ठीक छ नि त गुड आइहाल्छ नि 8 - 3 8 - 3 5 साथै यो पनि क्वेशन एकदम मस्तले भइसकेको छ ओके र्यान्डम एक्सपेरिमेन्ट ठीक छ एक्जाम्पल भइसकेको छ कलर प्रिफरेन्स ओके 2 रेड ग्रीन यो पनि साथै भइसकेको छ मतलब लगभग सबै क्वेशन भइसकेको छ न ठीक छ यो पनि भइसकेको छ साथैहरु अब तपाईहरुलाई म एकदम यो के भन्छ यो इन्ट्रोडक्सन टु प्रोबेबिलिटी च्याप्टर एकदम मस्तले कम्प्लिट भयो विथ थ्योरी विथ न्युमेरिकल्स अब तपाईहरुलाई म नेक्स्ट भिडियोमा प्रोबेबिलिटी डिस्ट्रिब्युसन ला च्याप्टर स्टार्ट गर्छु